हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। आज मेरो काम चाहिँ बारमा छ र यही हो मेरो बार चाहिँ। यहाँ चाहिँ बार र रेस्टुरेन्ट दुइटै छ। अहिले फेस्टिभ सिजन भइरहेको कारणले चाहिँ हाम्रो बार झिलिमिली छ र आज मेरो चाहिँ बार ओपनिङ सिफ्ट भएको कारण अब यहाँ बिस्तारै सबै चेक गर्दैछु, सबै कुराहरू हेर्दैछु। गर्दै फर्स्ट अर्डर चाहिँ कफी आयो र म चाहिँ कस्टमरको लागि कफी बनाउँदैछु। यो चाहिँ लाते मगाएको थियो मेरो कस्टमरले र त्यही बनाउँदैछु। हाम्रो बारमा चाहिँ अर्कै तरिकाले बनाउँछ कफी, सो म बनाउँदैछु। आज ट्युसडे भएको कारणले खासै बिजी छैन हाम्रो बार चाहिँ, त्यसैले ग्लासहरू पलिस गर्दैछु। सर्ट ब्रेक लिएर बाहिर हावा खान गएँ र बिस्तारै बार पनि बिजी हुन थाल्दैछ। मेरो बारमा चाहिँ धेरै जस्तो रेगुलर कस्टमर आउँछ, त्यही भएर काम गर्नु पनि रमाइलो हुन्छ। र ठ्याक्कै मेरो रिप्लेसमेन्ट साथी पनि आयो, अब मेरो काम पनि सक्यो। बाहिर जाँदा त मेरो गाडी पुरै फ्रिज भइसकेको रहेछ। एकछिन गाडी तताएँ। अब म यहाँबाट चाहिँ सिधै जिम जाँदैछु किनभने मसँग टाइम छैन। यो जिम चाहिँ भर्खरै खोलेको हो र मेरो घर नजिकै छ। पहिलाको जिम धेरै टाढा भएको कारणले मैले छोडेँ। क्रिसमस त अहिलेसम्म सकेको रहेछ मेरो जिममा। क्रिसमस ट्री अहिलेसम्म रहेछ। नयाँ जिम हेर्दैछु, सामानहरू कहाँ के छ, कस्तो छ, सबै कुरा राम्रै छ अहिलेसम्म त, सबै कुरा ठिक छ। आज चाहिँ मेरो लेग डे छ र 1 घन्टा जति लेग गरेर म चाहिँ अब निस्किँदैछु। म निस्किँदै सोचिरहेको छु आज के खाने भनेर। राति एकदमै चिसो छ आज। घर जाँदै यो M&S फुडमा चाहिँ मैले सामान किन्ने सोचेँ, किनभने यता चाहिँ एकदमै राम्रो क्वालिटीको सामानहरू पाउँछ, खानेकुराहरू। र मैले चाहिँ चिकन र मसरुम किनेको छु आजको डिनरको लागि। एकदमै भोक लागेको कारणले मैले घर आएर डाङडुङ चिकन बेस्ट बनाएर खाएँ। आजको दिन यसरी नै बित्यो। थ्याङ्क यू फर वाचिङ माई ब्लग। जय नेपाल।